आज हामी नेपालमा एउटा यस्तो गम्भीर विषयमा कुरा गर्दैछौँ जसलाई धेरैले सामान्य सोच्छन् तर त्यसले कसैको जिन्दगी नै तहस-नहस पार्न सक्छ। त्यो हो चेक बाउन्स। हो, एउटा सानो गल्ती तर त्यसको परिणाम हामीले सोचेभन्दा कता भयानक हुन सक्छ। हो, सुन्दा अलि अचम्म लाग्न सक्छ, तर यो एकदमै सत्य हो। एउटा सामान्य लाग्ने चेक बाउन्सले ब्याङ्क खाता, जागिर अनि विदेश जाने सपनासम्मलाई जोखिममा पार्न सक्छ। यो कुनै सामान्य ब्याङ्किङ समस्या मात्रै होइन, त्योभन्दा धेरै ठूलो कुरा हो। तर खास प्रश्न के हो भने, के हामीमध्ये धेरैलाई यसको गम्भीरता साँच्चै थाहा छ त? धेरैजसोलाई त चेक बाउन्सले जीवनको आर्थिक रेकर्ड नै बिगार्न सक्छ भन्ने कुरा पत्तै हुँदैन। आजको यस विश्लेषणमा हामी यही लुकेको खतरालाई अलि गहिराइमा गएर बुझ्नेछौँ। ल, अब विषयको अलि भित्र पसौँ है त। सबैभन्दा पहिले यो चेक बाउन्स भनेको खासमा के हो त्यो बुझौँ। यसको परिभाषा त एकदमै सरल छ, तर यसका परिणामहरू चाहिँ त्यति सरल छैनन्। एकदमै सजिलो भाषामा भन्नुपर्दा, कसैलाई दिएको चेक ब्याङ्कले साट्न मानेन। किनभने खातामा पर्याप्त पैसा थिएन। यो अवधारणा त संसारभरि नै छ, तर नेपालमा चाहिँ बढ्दो ठगीका घटनाहरूले गर्दा यसलाई निकै कडा रूपमा हेरिन्छ। अब कुरा गरौँ नेपालको कानुनी यथार्थको। यहाँनिर चाहिँ धेरै मानिसहरू झुकिन्छन्। उनीहरूले सोचेको कुरा र कानुनले भन्ने कुरामा त आकाश जमिनको फरक छ। यो स्लाइडले सबैभन्दा ठूलो भ्रमलाई चिर्छ। धेरैले के सोच्छन् भने चेक बाउन्स भनेको एउटा सामान्य ब्याङ्किङ असुविधा हो, तर कानुनी यथार्थ त बिल्कुलै फरक छ। नेपालमा यो एउटा गम्भीर फौजदारी र देवानी अपराध हो। यो सामान्य गल्ती होइन, कानुनको नजरमा यो जानजानी गरिएको अपराध पनि मानिन सक्छ। र यसको परिणाम तेह्रो हुन्छ। पहिलो आर्थिक जरिवाना, दोस्रो जेल सजाय र तेस्रो जुन सबैभन्दा खतरनाक छ, नाम चाहिँ कर्जा सूचना केन्द्रको कालो सूचीमा चढ्छ। अनि याद राख्नुहोस् है, प्राविधिक रूपमा जतिसुकै सानो रकमको चेक बाउन्स भए पनि यो प्रक्रिया सुरु हुन सक्छ। यी सजायहरूले कसरी एकपछि अर्को विनाशकारी श्रृङ्खला निम्त्याउँछन् भन्ने कुरा बुझ्न आउनुहोस् एउटा वास्तविक घटनालाई हेरौँ। यो कथाले देखाउँछ कि कसरी एउटा सानो गल्तीले जीवनका सबै ढोकाहरू बन्द गर्न सक्छ। यो कथाले त्यो डोमिनो प्रभावलाई छर्लङ्ग पार्छ। पहिलो चरणमा के भयो? काठमाडौँका एक व्यवसायीको 5 लाखको चेक बाउन्स भयो। त्यसपछि हेर्नुहोस् त, प्रहरीमा मुद्दा, CIC द्वारा कालो सूची, व्यापार बढाउन लिन खोजेको ऋण अस्वीकृत र अन्त्यमा कमजोर आर्थिक विश्वसनीयताकै कारण अस्ट्रेलियाको भिजा समेत रद्द। एउटै गल्ती र सपनाहरू चकनाचुर। तर यो जोखिम व्यवसायीहरूमा मात्र सीमित छैन है। यसको असर त समाजका हरेक तबकामा फैलिएको छ। चाहे विदेश पढ्न जाने विद्यार्थी होस्, नयाँ जागिर खोज्दै गरेको व्यक्ति होस् वा सामान्य नागरिक, जो कोही पनि यसको दायरामा पर्न सक्छ। हेर्नुहोस् त, व्यवसायीहरूको लागि विश्वास गुम्छ, जसले व्यापारमा सिधै घाटा पुर्याउँछ। विदेश पढ्न जाने सपना बोकेका विद्यार्थीहरूको भिजा कमजोर आर्थिक विश्वास्यताकै कारण अस्वीकृत हुन सक्छ। जागिर खोज्नेहरूका लागि यसले ब्याङ्किङ पृष्ठभूमि जाँचमा नकारात्मक असर पार्छ र सर्वसाधारणको लागि भविष्यमा ऋण दिने बाटो बन्द हुन सक्छ र ब्याङ्क खाताहरू समेत फ्रिज हुन सक्छन्। समस्या व्यक्तिमा मात्र छैन, प्रणालीमा पनि छ। आर्थिक साक्षरताको कमी, ढिलो कानुनी प्रक्रिया र सासाना गल्तीमा पनि यति कडा सजाय दिने व्यवस्थाले यो सङ्कटलाई अझ गहिरो बनाएको छ। ल, यति धेरै चेतावनीपछि अब समाधानको कुरा गरौँ। आफूलाई यो भयानक अवस्थाबाट कसरी जोगाउन सकिन्छ त? केही सरल तर एकदमै प्रभावकारी उपायहरू छन् जसले सुरक्षित राख्न मद्दत गर्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा, चेक काट्नु अघि सधैँ आफ्नो खातामा पैसा छ कि छैन भनेर निश्चित गर्नुहोस्। दोस्रो, सकेसम्म डिजिटल भुक्तानी जस्तै QR कोड वा अनलाइन ब्याङ्किङको प्रयोग गर्नुहोस्। यसले चेकको आवश्यकतालाई नै कम गरिदिन्छ। व्यक्तिगत स्तरमा मात्र होइन, प्रणालीगत सुधार पनि उत्तिकै आवश्यक छ। वित्तीय साक्षरता बढाउने, सरकारले जनचेतनामूलक कार्यक्रमहरू चलाउने र यस्ता मुद्दाहरूलाई छिटो समाधान गर्ने कानुनी प्रणालीको विकास गर्न एकदमै जरुरी छ। अन्तमा, यदि यो सम्पूर्ण विश्लेषणबाट एउटा कुरा मात्र याद राख्ने हो भने त्यो हो चेक बाउन्स एउटा सामान्य ब्याङ्किङ समस्या मात्र होइन, यो एउटा यस्तो जोखिम हो जसले पुरै जीवनलाई नै असर गर्न सक्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। डिजिटल भुक्तानीको यो युगमा कहिलेकाहीँ हुने एउटा सामान्य गल्तीको लागि यति कठोर सजाय भोग्नुपर्ने अवस्थालाई रोक्न नेपालको वित्तीय प्रणालीमा के कस्ता सुधारहरू आवश्यक छन् होला? एकपटक सोच्नुहोला है त।